I traveled to Paris for free and this is how it was possible. Well, I'm a flight attendant living in USA, which means I get to travel for free on standby. Ani yo din हामी Paris जाँदा I checked and it was 40 seat open. Although it was on standby, I knew we would make it. After a 7-hour of flight, we made it to Paris. I was so tired, but still we went out to eat and I wanted to see the Eiffel Tower. अनि खाना खाना साथ हामी गयो आइफल टावर हेर्न. आइफल टावरको लाइट चाहिँ ठ्याक्कै रातिको 9 बजे, 10 बजे, 11 बजे र 12 बजे बल्ने रे. अनि त्यो लाइट स्टार्ट हुनको लागि 1 घण्टा जति बाँकी थियो. सो हामीले चाहिँ त्यही छेउमा कफी र केक खायो. एयरप्लेनबाट ल्यान्ड हुन साथ हामी चाहिँ होटल गएको थियो र त्यहाँबाट डाइरेक्ट हामी यो आइफल टावर हेर्न जाने भने एक्साइटेड भएर मैले हिल्स लागेको थियो. अनि हिल्सले गर्दा चाहिँ मलाई खुट्टा धेरै दुख्यो. सो वी वेन्ट टु बाइ अ शूज. वी गुगल्ड एन्ड फाउन्ड दिस मल अनि मैले चाहिँ यो जुत्ता किन्यो and I love it. त्यो पछि चाहिँ हामी अलि शपिङ गर्न गयो अनि राति त्यो लाइट बल्न टाइम भइसक्यो थियो. सो वी वेन्ट ब्याक टु द सेम प्लेस अनि वाउ लुक एट दिस. यस्तो राम्रो थियो लाइट. यो पालि चाहिँ मेरो 13 दिन छुट्टी थियो स्ट्रेट, त्यही भएर मैले चाहिँ प्यारिस 5 days को लागि बुक गरेको. राति चाहिँ यस्तो राम्रो देखेको लाइट. आई वाज सो एक्साइटेड. फ्लाइट अटेन्डेन्ट हुनुको बेनिफिट चाहिँ यही हो, वी क्यान ट्राभल फर फ्री. रातिको 12 बज्न लागिसकेको थियो. सो वी वेन्ट ब्याक टु द होटल एन्ड फर्स्ट डेमा यति नै गर्न भ्या.